अर्को पनि हेर्ने ल घडीमा 2 बजेर 28 मिनट गएको छ 2 बजेर 28 मिनट गएको छ याद गर्नु होला 2 बजेर 28 मिनट गएको भनेको यो कार्यालयको समय हो कार्यालयको समयमा कर्मचारी कार्यालयमा हुनुपर्छ यति बेला हामी पोखरा महानगरपालिका वडा नम्बर 33 को भरत पोखरी स्वास्थ्य चौकीमा आइपुगेका छौं नमस्ते हजुर आउनुहुन्छ हजुर हजुर कर्मचारी हो होइन सेवाग्राही बिरामी भएर आउनु भएको हजुर बिरामी के भयो यो बाबु बिरामी भए अनि आएको ठिक भयो औषध पाउनु भयो एकदम राम्रो भयो हजुर चाहिँ स्वास्थ्य कर्मचारी यतापट्टि हजुर हजुर कर्मचारी हजुर नाम के हजुरको मेरो मेन कुमार श्रेष्ठ ए पोजिसन के हो हजुरको म कार्यालय सहयोगी के गर्दै हुनुहुन्छ यहाँ औषध दिन लाग्छ कार्यालय सहयोगीले औषध दिने अब यहाँ दुईजना होइन कहिले कहिले अब घरिघरि घरिघरि औषध दिने गर्नुहुन्छ कहिले कहिले बिरामी पनि हेर्ने गर्नुहुन्छ अङ्क होइन त्यस्तो हुँदैन हेरिन्न औषध मात्रै दिनुहुन्छ कहिले काहीँ ए अच्छा हजुर सर अनि यता कार्यकक्षहरू कता छन् यतापट्टि होला होइन प्रशासनहरू कता छ घडी रहेछ एकचोटि घडी मात्र हेरौँ त त्यहाँ अर्को एउटा कार्यकक्ष छ यो के हुन्छ सर यहाँ हजुर के हुन्छ यहाँ चाहिँ यो कोठामा के हुन्छ यो चाहिँ कम्प्युटर हो के हुन्छ यहाँ चाहिँ यहाँ त अब यो सबैजना अब स्टाफहरू चाहिँ बस्ने यतापट्टि चाहिँ यतापट्टि चाहिँ यो खोप चाहिँ शाखा अनि परिवार निर्माण शाखा को हुनुहुन्छ यहाँ चाहिँ दुईवटा सिस्टर हुनुहुन्छ कहाँ हुनुहुन्छ उहाँ आज आउनु भएन एकजना आउनु भएको छ दुईजना आउनु भएन ए तपाईँ दुईजना मात्रै हो यहाँ दुईजना तिनजना हो यहाँ सर भर्खर जानुभयो कहाँ जानुभयो भर्खर चाहिँ त्यो बुढा कार्यालय जानुपर्छ यहाँ प्रमुख को हुनुहुन्छ गोकर्ण सापकोटा कहाँ हुनुहुन्छ उहाँ चाहिँ भर्खर जानुभयो कि एकचोटि गोकर्णजीलाई फोन हान्नु त खोइ फोन कहाँ छ नम्बर कति हजुर यस कार्यालयको प्रमुख गोकर्ण सापकोटालाई मैले कल गरिरहेको छु सर म गण्डकी टेलिभिजनबाट अपिल त्रिपाठी बोलेको सरको स्वास्थ्य चौकी नै भन्छ होइन यसलाई स्वास्थ्य चौकीमा आएको थिएँ सर हजुरलाई नभेटेर फोन गरे हो सरलाई भेट्नलाई हजुर ए सर कार्यालयको काममा हुनुहुन्छ सर म कार्यालयकै काममा हो हैन हजुर म कार्यालयकै काममा चाहिँ म त्यहाँ यो गरेर हिँडेको छु ए हजुर कार्यालयमा दुईजना हुनुहुन्छ सरहरू हजुर अब अहिले अरू चाहिँ के भन्छ गाउँहरू पनि चल्छ के ए हजुर गाउँघर क्लिनिकमा दुईजना सरले आउनु भएको छैन भन्नुभयो होइन अघि गाउँघर क्लिनिक त हिजो चाहिँ उहाँ चाहिँ म हिजो अफिस चाहिँ ठक्क आएर चाहिँ अब हामी डेङ्गु उसमा गइरहेको थियो अनि डेङ्गुमा उसमा गएपछि म चाहिँ अलि अफिसमा म थोरै चाँडै हिँडेको थिएँ अनि चाँडै हिँडेपछि अब उहाँले सरले चाहिँ त अब गाउँघर क्लिनिक त अब चलाउने एक दिन मात्रै बाँकी रहने भयो आज मात्रै हो भोलिबाट बिदा छ त्यहाँ बिदा छ एक दिनमा चलाउने भनेको त अब म त हिजो त म पहिला गएपछि त सल्लाह भने नि त अनि उहाँले पछि सल्लाह गरेर जाने कुरा गर्नुपर्छ सरसँग सल्लाह गर्छ सरले भन्नु खोज्नु भएको मलाई थाहा थिएन त्यो कुरा थाहा भएन त्यही भएर भने भन्नु जस उहाँ चाहिँ अब गाउँघर क्लिनिकमा जानुभएको छ अब यो त थाहा भइहाल्छ नि यसरी त नम्बर पाउँदा